त्योभन्दा अगाडि हिजोको हाम्रो तालिमको एउटा रिफ्लेक्सन एउटा प्रतिवेदनको रूपमा यो छोटो रूपमा प्रस्तुत गरिदिनु हुनको लागि हिजोको प्रतिवेदक जसना नामलाई अनुरोध गर्दछु। र हिजो मलाई प्रतिवेदकको रूपमा तपाईहरुले छनौट गरिदिनु भयो, स्वीकृति जनाइदिनु भयो, प्रस्तावमा हातेले गरे इच्छा जाहेर गरे त्यसका लागि तपाईहरुले मलाई छनौट गरिदिनु भयो र स्वीकृति जनाइदिनु भयो प्रतिवेदकको रूपमा मलाई, त्यसका लागि म हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु। र यो प्रतिवेदनलाई छोटो तरिकाले भन्नुभयो सरले, तर यो एउटा विभिन्न प्रतिवेदनका विभिन्न ढङ्ग ढाँचा हुन्छन्। यो ढङ्ग ढाँचा चाहिँ मैले यहीँ आएर निर्माण गरेँ किनकि मेरो यो नोट हिजो यहीँ छुटेको थियो पनि भने मैले केही यसमा त्रुटिहरू भयो, हजुरहरूले मलाई सुझाव एकदम खुला मनले दिनु होला। म सुरु गर्न चाहन्छु ढिलानगरी। प्रतिवेदन कक्षा 1-5 गणित विज्ञान विषय तालिम मिति 2082 2 महिना 8 गते बिहीबार स्थान धुलाबारी माध्यमिक विद्यालय आयोजक मेचीनगर युवा खेलकुद तथा शिक्षा शाखा। औपचारिक कार्यक्रम 10:51 सुरुवात। अध्यक्ष श्री होमनाथ भण्डारी, शिक्षा शाखा प्रमुख, अतिथि धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यू र सहजकर्ता प्रशिक्षक अतिथिका रूपमा हुनुहुन्थ्यो टेकनाथ गौतम सर। कार्यक्रम सञ्चालकका रूपमा लक्ष्मी दाहाल सर हुनुहुन्थ्यो। पृष्ठभूमि धुलाबारी माध्यमिक विद्यालयका प्रद्वारा प्रेरणामूलक मन्तव्यका साथ कार्यक्रमको सुरुवात भएको थियो र विज्ञान गणित विषयको सिकाइ उपलब्धि खस्किदो परिस्थितिमा सिकाइलाई चाखपूर्ण तरिकाले सञ्चालन गरी सिकाइ उपलब्धि स्तर वृद्धि गर्नु शिक्षा शाखाद्वारा यस तालिमको आयोजना गरिएको उद्देश्य विज्ञान गणित विषयक सिकाइ उपलब्धि वृद्धि तथा कक्षा सहजीकरणमा सहयोग, समग्र मेचीनगरको गणित विज्ञान विषयक सिकाइ उपलब्धि वृद्धि गर्नु यस्तो भएको थियो र शैक्षिक सामग्री निर्माण, व्यवस्थापन तथा प्रयोग गर्न सिकाउनु र कक्षामा त्यसको व्यवस्थापन र कार्यान्वयनका लागि यो तालिमको उद्देश्य रहेको छ। त्यसगरी तालिमको औचित्य समग्र मेचीनगरको गणित विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्नका लागि गणित विज्ञान विषयको सिकाइ सहजीकरण प्रविधि मैत्री, विद्यार्थी केन्द्रित, प्रयोगात्मक, सिप केन्द्रित बनाई समग्र सिकाइ उपलब्धि वृद्धि गर्नु यस तालिमको औचित्य रहेको थियो। त्यसैले क्रियाकलापहरू प्रथम सत्र यो गणित विषयसँग सम्बन्धित गणित हलमा सहभागी हुनुहुने सम्पूर्ण सहभागीहरू भएको यो कक्षाको अथवा यो हलको मात्रै हुने प्रतिवेदन ध्यानसँगै सुरुवात भएको यो प्रथम सत्रमा हामीहरूले चियासँगै आफ्नो कार्य जिम्मेवारी वार्ता गरेका थियौँ। त्यसमा संयोजकको रूपमा श्री कविशिरोमणि मालिका धर्मराज थापा परियोजनामूलक रह्यो र व्यावहारिक सिकाइसँगै सिकाइ प्रभावकारिताका लागि शैक्षिक सामग्री निर्माण, त्यसको प्रयोग र त्यसमा कक्षा कोठामा त्यसको व्यवस्थापन र कार्यान्वयनमा हामीले ज्ञान र सिप हासिल गर्यौँ। र यति भन्दै मेरो प्रतिवेदन समापन गर्ने अनुमति चाहन्छु र केही प्रतिक्रिया र केही टिप्पणी भए कृपया हजुरहरूले मलाई सुझाउनु होला। धन्यवाद। सम्पूर्ण अब यो हाम्रो मेचीनगर नगरपालिकाले आयोजना गरेको 2 दिवसीय 3 दिवस भोलि पनि तालिम समारोह छ। यो तालिम समारोहमा सहभागी हुने सम्पूर्ण विभिन्न विद्यालयका सहकर्मी शिक्षक साथीहरू, विशेष गरेर हामी शिक्षकहरूलाई विभिन्न प्रकारका चुनौती छन् र अवसर पनि छन्। सामुदायिक विद्यालयलाई राम्रो बनाउने कुरा शिक्षकको हातमा मात्र हुन्न। यो राज्य, स्थानीय सरकार, समुदाय जति जिम्मेवार छ त्यति नै हामी पनि जिम्मेवार छौँ। तर दोष जति सबै हामीलाई नै मात्रै आउँछ। अस्ति 1 महिना आन्दोलन गऱ्यौँ शिक्षा ऐन देऊ भनेर। 1 महिना ट्याक्कै बसेँ म चाहिँ काठमाडौँमा। यो कोशी प्रदेशको आन्दोलन परिचालनको जिम्मेवारी प्राप्त थियो। अहिले विधेयक ड्राफ्ट भएर आउँदाखेरि ठ्याक्क उल्टो, पहिलाको सुविधा पनि कटौती हुँदैको अवस्थामा आएको छ। फेरि पनि पक्षीकरणहरू धमाधम भइरहेका छन्। यदि सुधार भएन भने असार 16 गतेबाट फेरि काठमाडौँ जाने, अनसन बस्ने हो कि आवरणसम्म पुग्नु बस्ने हो कि भन्ने कुराकानीहरू चलिरहेको छ। मिटिङ बैठक छलफलहरू चलिरहेका छन् र यसपालि चाहिँ शिक्षा ऐन नलिकन घर नफर्किने भन्ने आन्दोलनको मोटिभ थियो। कि जितिन्छ कि बितिन्छ भन्ने नारा थियो। सडकबाटै आन्दोलन ऐन आउँदैन भन्ने कुरा हामी सबैलाई थाहा थियो।
सडकबाट आउँदै। तर एउटा काम चाहिँ भएको थियो, आन्दोलनको बलमा 1 वर्षदेखि नबसेको शिक्षा सूचना तालिम समितिको बैठक चाहिँ धमाधम शनिबार चाहिँ भयो। त्यसले परिणाम हाम्रो सकारात्मक ल्याएन भने जति भएको छैन, तर जे जति भएको छ उपसमितिमा सहमति गर्ने काम चाहिँ त्यो आन्दोलनको बलमा भयो र उपसमितिले अहिले समितिलाई चाहिँ विवरणहरू दिएको छ। विशेष गरेर लामो समय अस्थायी भएर स्थायी हुन सकेको अस्थायी सेवा अवधि जोडिने कुरा पहिला त 7 वर्ष लेखेको थियो, अहिले त जोडिने कुरै गरेको छैन। अहिलेको प्रस्ताव हामीसँग सहमति भएको थियो 10 वर्ष, 10 वर्ष सहमति भएको कुरा हो। अब त्यसपछि अब विद्यालय कर्मचारी बाल विकास शिक्षकको कुराको सहमति राम्रै छ। विद्यालय संरचनामा बाल विकास शिक्षकलाई ल्याइने छ र नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा दिइनेछ भन्ने छ। अब अस्थायी प्रकृतिका सबै साथीहरूलाई सरकारसँग भएको 75% को कुरा हो, 60% मा उपसमितिले सहमति गरेको छ। त्यो दरबन्दी कायम हुने र आन्तरिक प्रतिस्पर्धा भेट्ने कुरा ठुलो उपलब्धि हो। त्यसलाई कार्यान्वयन गर्न सक्यो भने धेरै ठुलो उपलब्धि हुन्छ। रिसोर्सेसहरूको टिचरलाई व्यवस्था गरोस् र यो कक्षा कोठाभित्र पुर्याउँ। यो कक्षा कोठाभित्र यो सिकेको कुरा पुर्यायौँ भने हाम्रा कक्षा प्रभावकारी पनि हुन्छन्। विद्यालय चाहिँ अब सुधारमा जान्छ नै भन्ने लाग्छ होइन। मेरो आफ्नो अनुभव पनि त्यस्तै छ। त्यसैले गर्दाखेरि गऱ्यो भने हुन्छ। हामी गरौँ। तपाईँहरू अब यो यङ हुनुहुन्छ, एनर्जेटिक हुनुहुन्छ, अब गणितकै विज्ञ हुनु सक्ने फर्स्ट क्लास बसिरहनु भएको छ। अब यहाँ सबै साथीहरू चाहिँ एकदम बढी पारङ्गत। मनुले हिजो भन्दै थिइन् म त 2 जना केटी थियो उहिले अप्सनल म्याथको विद्यार्थीको त नमी डाँडा भन्दै थिएँ। सबै साथीहरू चाहिँ 101 दखल हुनुहुन्छ होइन। हाम्रो समस्या चाहिँ के हो भने हामीभित्रको नलेज चाहिँ ट्रान्सफर गर्ने कुरा चाहिँ केले दिएन क्या। कतिपय हाम्रो कारणले भएन, कतिपय विद्यालयको कारणले भएको छैन, कतिपय यो ट्रेनिङको सही आवश्यकको ट्रेनिङ नभएर पनि भएको छैन। त्यसैले गर्दाखेरि यसलाई चाहिँ हामी सबै आभार उठाउन लागौँ। तपाईँहरू सबै योग्य हुनुहुन्छ, काबिल हुनुहुन्छ र मेची नगर त्यसै पनि अगाडि छ। एक अर्कामा सहकार्य गरेर अगाडि बढौँ। म त यो नगरले आयोजना गर्नुभन्दा अगाडि पोहोर पनि टिएन सरलाई भनेर मैले त 5-7 वटा स्कुललाई बोलाएर गरौँ न, किन पैसा चाहिन्छ र यही कोठामा बसेर चाहिँ ट्रेनिङ गरौँ भनेर हरेक स्कुललाई भन्यो। तर ब्याडलक बिदाको दिन थियो, साथीहरूले त्यति ध्यान दिनु भएन। बिदा छ भनेर ध्यान दिनु भएन होइन। तर पनि राम्रै भएको थियो। त्यसैले यसलाई निरन्तर रूपमा लिएर जाउँ। अब तपाईँहरू सबैलाई चाहिँ सफलताको शुभकामना छ। अब यही हामी विद्यालय परिवारको तर्फबाट र फेरि पनि आन्दोलन हुन्छ कि नेताहरूले अलिक धोका देलान् कि भन्ने हामीलाई पनि लागेको छ। त्यतिको लागि मानसिक रूपमा चाहिँ तयारी बस्न एकदम विनम्रतापूर्वक अनुरोध गर्दछ। हस् त। जोड्दै गएर चाहिँ 5 गर्दै गर्दाखेरि चाहिँ 6 वटा छन् भनेको देखियो। तर यसपछि जस्तो अब यहाँ पनि 2-2-2 को दरले छन्। 2-2-2 चाहिँ कति ठाउँ छन् त भन्ने कुरा होइन। प्रत्येक गाडीमा कतिजना बालबालिका छन्, गाडीमा जम्मा कतिजना बालबालिका छन्। त्यसै गरेर अब यो चाहिँ जोड्दै गयो यहाँनिर 2-2-2 जो भने जस्तो म पनि फट्टै गर्दै म त स्कुल जान लागे साथी, ताते गर्दै म त स्कुल जान लागे साथी, 1 2 3 4 भन्दै म त गाना गाउन लागे साथी, 1 2 3 4 भन्दै म त गाना गाउन लागे साथी। जान्दिन म लेख्नलाई कसरी हो बानी गर्ने, जान्दिन म लेख्नलाई कसरी हो बानी गर्ने, डट त थाहा छ नि, डट जोडी धर्कालाई कसरी हो सिधा पार्ने, डट भनेर हामी कक्षा देखाउँछौँ नि, डट जोडी धर्कालाई कसरी हो सिधा पार्ने। गुरु आमा आई मलाई अङ्क सिकाउनु भयो, गुरु आमा आई मलाई अङ्क सिकाउनु भयो, गुरु बाले झनै राम्रो 1 2 गाना गाउनु भयो, गुरु बाले झनै राम्रो 1 2 गाना गाउनु भयो। यिनै हातले देखाउनु छ सुनौलु त बिहानीलाई, यिनै हातले देखाउनु छ सुनौलु त बिहानीलाई, पटक पटक भन्दै जान्छु 1 2 अनि 3 4लाई, पटक पटक भन्दै जान्छु 1 2 अनि 3 4लाई। धन्यवाद। मेरो कविता यही सक्यो।
करिकुलम राखेको छु भन्ने कुराहरू हुन्छ नि होइन सबै सब्जेक्टहरूमा होइन कुनै दुईवटा वस्तुहरू बिचको तुलना एकमा र ग र घ मध्ये कुनै एउटा क्वेसन एउटै तहको भएको हुनाले यसलाई पनि 1 मार्क राख्यौँ अनि यो 9 नम्बरको चाहिँ 2 मार्क राख्यौँ। म सरसर्ती एकचोटि क्वेसन पनि पढ्छु। क नम्बरको क्वेसनले के भनेको छ भने माथिको त्रिभुजमा कतिवटा शीर्षबिन्दुहरू छन् कतिवटा शीर्ष हाम्रो प्रश्न पुस्तक पाठ्यक्रमलाई हामीले कमेन्ट गराउन साँच्चै सकेन मैले सकेन साँच्चै नै सकिनँ मैले है त्यसकारण हामी एउटा पाठ छान्यौँ त्यो पाठसँग हामीले बुझेअनुसार आफ्नो विवेक बुद्धिले भ्याएअनुसार हामीले प्रश्न निर्माण गरेका छौँ र हामीले विद्यालय यही सम्बन्धित तालिम भएको विद्यालय राखेका छौँ कक्षा 2 गणित विषय म र मेरो परिवार हामीले चित्र बनाएका छौँ 2 कक्षाको हो त्यसकारणले नानीहरूले चित्रबाट छिटो सिक्छन् कि भन्ने उद्देश्यले हामीले दुईटा यहाँ गिलासको चित्र लेखिएको छ सायद गिलासको देखिन्छ होला र ज्ञान तहमा प्रश्न बनाएको छ हामीले जम्मा 10 अङ्कको छ यो र ज्ञान तहमा दिएको चित्र भनेको यहाँ दिएको छ चित्रहरू ती चित्रहरूमा कतिवटा गिलास छन् 2वटा लेख्यो भने उनीहरूले त्यो बुझेछन् जानेछन् गर्न जाने अङ्क लेख्न जाने अब 1 मार्क्स त्यसपछि बोध तहमा पहिलो र दोस्रो गिलास मध्ये कुन गिलास ठुलो छ कुन गिलास ठुलो छ उसले लेख्नु पर्यो पहिलो गिलास अथवा दोस्रो गिलास लेख्न जानु भने उसले जाने बुझेको रहेछ कुन गिलास ठुलो छ त्यसमा धेरै पानी छ। त्यसपछि प्रयोगमा पहिलो गिलासको पानी र दोस्रो गिलासमा अटाउन सक्छ कि सक्दैन पहिलो गिलासको पानी दोस्रो गिलासमा अटाउन सक्छ कि सक्दैन किनभने सानो छ यो गिलास ठुलो छ अब त्यसको लागि चाहिँ उसले कारण लेख्नुपर्छ र कारण लेख्दा उसले त्यहाँ चाहिँ 3 अङ्क पाउँछ भनेको कारण सहित उसले लेख्नुपर्ने हुन्छ। अब साना 2 मा हुन त हामी साक्षरै बनाउँछौँ 2 मा हाम्रो विद्यालयमा त त्यस्तो छ तपाईँहरूकोमा के कस्तो छ सबै विद्यार्थीहरू साक्षर भइसकेका हुँदैनन् लगभग साक्षरै बनाउनेतिर लाग्नुपर्ने हुन्छ ठिकै छ प्रश्न बनाउँदा हामीले बनाउनु पर्ने हुन्छ यो अब वार्षिक परीक्षाको लागि ठिकै हुन्छ जस्तो लाग्छ। अब उच्च दक्षतामा चाहिँ तपाईँले पानी पिउनुहुन्छ घरमा अब पानी भरिएको गिलासको चित्र बनाउनुहोस् भनेर यहाँ खाली ठाउँ छोडिदिन्छौँ र उनीहरूले यहाँकै हेरेर गर्दा पनि भयो अथवा गिलास घरमा कस्ता छन् त्यो गिलासहरू सोचेर बुझेर सम्झेर गिलासको चित्र बनाएर पानी भर्छन् र थोरै पानी पिउने बानी उनीहरूले थोरै गिलासमा पानी भर्छन् अलिक धेरै पानी पिउनेले भरिदिन्छन् हो त्यसरी उसले चित्र बनायो भने उसले 4 मार्क्स पाउँछ। केही छ भने लेख्नुहोस् अनि चाकको प्रयोग गरी 85 डिग्री कोणको रचना गर्नुहोस्। अर्को प्रश्न छ प्रयोग गर्न दिएको छ हरिलाई उनको मामाले 500 रुपियाँ दिनुभयो त्यसमा उनको दिदीले 200 रुपियाँ थपिदिनु भयो भने जम्मा उसित कति रुपियाँ भयो भनेर भनेको छ प्रयोग गरेर यहाँ चाहिँ स्थान र चित्र पहिचान एन्सर लेख्छन् विद्यार्थीहरूले खमा छ चित्रमा भएका सिसा कलम र किताबमध्ये कुन धेरै छन् लेख्नुहोस्। 2 छ मार्क्स कति लागेको छ 2 नै छ। दुईटा ट्रायंगल एउटा दुईटा ट्रायंगल